साथीहरु हामी चाहिँ फाइनली काम सक्यो। हेलो साथीहरु, अनि हाम्रो चाहिँ काम छुट्टी भयो अहिले हैन। टक्क लाएर सोल्थिनले चाहिँ त्यहाँ ढोका खोल्दै हुनुहुन्छ। मैले ढोका लाइसकेको थिएँ, गेट चाहिँ बन्द भएको थियो। हाम्रो सोल्थिन नानीले चाहिँ त्यहाँ सम्पत्ति छोड्नु भएछ। हाम्रो काम गरेको सम्पत्ति महेश दाइ उता जानु भइसक्यो, अपरेटर दाइ। त्यो नभए हुँदैन। देखाउनु यहाँ यार, एक दाइलाई दिनु। साथीहरु यसरी हाम्रो काम सुरु हुन्छ। सुरु हैन, अब त बिदा हो। अनि यो चाहिँ हाम्रो सम्पत्ति हो। आफ्नो नामको यो भएन भने फेरि हामीले कमा पैसा नि पाउँदैन। यस्तो चलन छ गाँठे भडौ 1 गतेदेखि यस्तो चलन आएको छ हाम्रो। आज जाने बेला भयो। अनि यो लगेर हामी फेरि अफिसमा जानु पर्छ। काममा आउँदा नि यो लिएर इन्ट्री, फेरि खाना खान जाने बेला नि यो लिएर अफिसमा इन्ट्री, फेरि खाना खाएर आउँदा नि अफिसमा इन्ट्री, फेरि अब बेलुका घर जाने बेला नि अफिसमा इन्ट्री हुनुपर्छ यो लगेर। यो सम्पत्ति बोकेर जानु। ओइ जाने हैन? ओ त्यहाँ फेरि हेर न, एकछिन काम छुट्टी हुनु हुँदैन। यस्तो छ हाल। ओ के त्यहाँ हेर न टिकटक। ओइ महेश दा गइसक्नु भयो न? 58 गइसक्यो हो, छिटाउनु। देखाउनु महेश दाइ, खै तपाईको सम्पत्ति। देखाउनु गोजीमा राख्नु भएको हैन। फेरि हाम्रो मात्रै रहेछ भन्ला हौ साथीहरु, सबैको यस्तो हुन्छ। अहिले कति भिड हुन्छ फेरि अफिसमा। यहाँ हेर्नु, यो लगेर आफ्नो नामको यो लगेर जानुपर्छ हामी चाहिँ। यो लगेन भने हाम्रो फेरि के आउँदैन महेश दाइ? पैसा आउँदैन। त्यही भएर हामी यो लगेर जानुपर्ने हुन्छ अनिवार्य रूपमा। अब लागेको साथीहरु हामी बाल्टी कहाँ राख्नु? हामी साथीहरु 6 बजिसक्यो, रात परिसक्यो। यहाँ फेरि हो लाउनुस् त। ए उल्टो दिएछु मैले, कता गरिदिने हो? भयो? धन्यवाद।